हाम्रो चाहिँ यति नै हो स्वाद। कानको जाली यो के अरे फुट्न आँटिसक्यो क्या गीत सुन्दा सुन्दा क्या। भयो भयो भएन फेरि भन् त भन भन् राम्रो छोरी हुँ म केही बोल्न चाहन्छु किनकि भने म जस्तो भोगिरहेको छ मानिसहरू पनि। सो हेलो एन्ड नमस्ते एभ्रिवान फ्रम इस्ट नेपाल इलाम। यस्तो छ मौसम के अरे बहिनी क्यों बे ओभर एक्टिङ गर्दा साला ओभर एक्टिङ की औलाद। टक्क रबिना चाहिँ यता ए माइली भाउजू हुनुहुन्छ। माइली भाउजू हेलो भन्नु। माइली भाउजूले नि हेलो भनिसक्नुभयो। यस्तो छ मौसम आज धेरै टाइमपछि पानी पर्ला जस्तो भएको छ। गडाङगुडुङ गर्दैछ। अनि के को बारेमा भ्लग हो भन्दाखेरि यो इभिनिङ भ्लग हो जस्ट सर्ट भ्लग नभनौँ सर्ट भिडियो हो। एउटा नयाँ भिडियोमा फेरि पनि स्वागत छ सबैलाई। आलु छ यही आलुको रेसिपी बारेमा हो भिडियो भनेको। हामी आलु पकाउँदैछौँ। बन्द करो हाथ जोड़ के मैं विथ सेफ रबिना। भनेको देख्ने कथा हो। देख्ने कथा विथ वान एन्ड ओन्ली सुसन। र हामीसँग हुनुहुन्छ आज देख्ने कथामा रबिना भण्डारी। इलामको नमुना टोलमा स्थित रबिना भण्डारी निकै नै सङ्घर्ष गरेर आफ्नो जीवनयापन गरिरहनु भएको छ। निकै नै दुःखमय कुरा हो यो मलाई भन्नमा। तर के गर्नु यथार्थ नै हो। यसरी चलाउनुहुन्छ आफ्नो जिन्दगी। वाह क्या एक्टिङ कर रहा है। नमस्कार म रबिना भण्डारी। म त जिन्दगीमा धेरै सङ्घर्ष गरियो तर कहिले उफ पनि भनिएन। तर आज त्यत्रो दिन काट्दा काट्दा उहाँले सोध्नुभयो के भोग्नु हो भन्दाखेरि मेरो आफ्नो गहभरि मेरो आँखा र म केही शब्द बोल्न पनि सकिनँ यति स्तम्भ रहेर। अहिले केही बोल्न चाहन्छु किनकि भने म जस्तो भोगिरहेको छु मानिसहरू पनि त्यस्तो भोगाइबाट मबाट उत्प्रेरणा हुन् मबाट केही सिकुन् भन्ने हुन्छ नि त आफूले भोगेको। वाह क्या एक्टिङ कर रहा है। त्यही भएर त्यही कुराहरू म लु अब धेरै भयो कि यो धेरै एक्सट्रिम लेभलमा गइसक्यो होइन। अब म सुन्नै सक्दिनँ मेरो कान फट्न आँटिसक्यो। के बोले भाइ अब के बोले सरी कान फुट्न आँटिसक्यो। भाँडा पनि माइसक्यो। कोही नि कानको जाली यो के अरे फुट्न आँटिसक्यो क्या गीत सुन्दा सुन्दा क्या। ल अब हामी आलु पकाउँछौँ। आलु पकाउने आलु होइन सरी कुकिङ के अरे पनि भन्दै थिएँ त फर्केर। कुकिङ विथ रबिना एकेए चुच्ची। भयो भयो भएन फेरि भन् त भन भन् राम्रो छोरी हुँ म भने थाहा छैन। देवी हुँ देवी सीता हुँ सीता हो त्यही सीता हो यो चाहिँ सीताकी छोरी भन्दै म हो यही हो सीताकी छोरी हुँ म तैँले मलाई ठ्याक्कै हो त्यही सीता हो यो। अब हामी पकाउँदैछौँ आलु कुकिङ पोटेटो विथ सेफ वान एन्ड ओन्ली रबिना। प्लिज के अरे आलु पकाएकोमा हामी के मासु पकाएको हाल्दा मिठो हुन्छ। अनि हाम्रो फेरि आलु भनेको आलुमा मात्रै आलु त नाम मात्रै हो नि त। पकाइ हाम्रो फेरि मासु जस्तै हुन्छ नि त। त्यस्तो हो क्या हाम्रो चाहिँ आलु जस्ट आलु चाहिँ आलुको सब्जी भन्नु मात्रै हो कि तर यसको बनाउने स्टाइल चाहिँ सबै मासुको जस्तै हुन्छ क्या। त्यो खाँदाखेरि पनि मासु नभए नि त्यो मासु कस्तो टेस्ट आउँछ क्या त्यस्तो। हमको सिखा दिया है। फेरि रबिनाले चाहिँ पर्फेक्ट बनाउँछ क्या त्यसले त्यही भएर भिडियो बनाएको क्या मैले। तात्दैछ कराई। अब यसमा हामी तेल हाल्छौँ। अब तेल पनि हालिसकेका छौँ हामीले। आगै बलेन त्यो चिज सङ्घर्ष गर्दैछ आगो बाल्नको लागि। अनि किन झरीले गर्दा आज त धेरै टाइमपछि पानी आउला जस्तो भएको थियो त्यतिकै रह्यो।
पानी पनि आलुको भिडियो चाहिँ किन बनाएको जस्तो लागिरहेको होला तपाईलाई अबे जल्दी बोल कल सुबह पनवेल निकलना अब के गर्नु केही नै छैन पोस्ट गर्नलाई अब घुम्न जाउँ न त भन्दाखेरि पैसै छैन खाएर बनाउन भन्दा खाने पैसा छैन अरूले चाहिँ मासु सासु बनाउँछ नभए हामी चाहिँ भनेको यो अब गरिबको जिन्दगी यस्तै हो नि मैं गरीब हूँ अब के जस्तो भयो नि हेरिदिनु न होइन ल अब पड्काउने मसला हाल्दैछ तर पड्किँदै पड्केन यार मसलै पड्केन पट्टै पड्किन्छ अलिक पर जाला प्याज र के हालिस प्याज र लसुनको पत्ता हालिसकेपछि मिसेस रबिना भण्डारीले अब यसमा मिस के हो के हालिस टमाटर पनि हालिदिस के हो यो अब फेरि हामीसँग सिमी छ हालिहाल्ने हो र सिमी पनि हालिसक्यो ल अब यसमा लाग्ने मरमसलाहरू हामी हाल्छौँ खोज्दैछ रबिना के हो त्यो दिस इज बेसार टर्मरिक पाउडर क्या बोले भाई त्यो पकाउँदाखेरि गएर बोल्नु हुन्छ नि ल अब पानी हालेर यसलाई छोप्नुपर्छ छोपेर हामी 5 मिनट जति छोप्छौँ अनि त्यसपछि टक्क फेरि भेट्छौँ हामी ओके अनि तपाईँहरू ओसिडी के फोबिया हुन्छ नि त्यस्ताहरू चाहिँ नघिनाउनु होला आफ्नो खाने स्टाइल हुन्छ होइन एउटा डर जस्तो लाग्यो फ्लेभर आउँदैछ अनि अलिकति नुन हाल्छौँ सल्ट हाल्छौँ हामी यसमा स्वाद अनुसारको नुन हाल्छौँ हाम्रो चाहिँ यति नै हो स्वाद सकिलो खाने त्यही भएर यस्तो हालेको है यसलाई एकछिन चलाउँछौँ के हाल्छौँ एउटा मसला हाल्छौँ सिक्रेट मसला हो यो चाहिँ थोरै धेर पनि होइन यो मसला चाहिँ सिक्रेट छ यदि तपाईहरुलाई चाहिन्छ भने रबिनालाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ प्लिज कन्ट्याक्ट मी ओके अनि के भन्नु यो अवेलेबल गर्ल के लेभल गर्ल अवेलेबल ए हैन के फ्री गर्ल के हुन्छ नि दिदी बिटी धेर भइहाल्छ यसको इंग्लिशमै चाहिँ वीक चाहिँ इंग्लिश पढ्न थाली बोल्न फरर बोल्न थालिहाल्छ किनकि भने मान्छे जेमा कमजोर छ त्यही गर्नुपर्छ भन्ने थाहा छैन म इंग्लिशमा कम अब हामी 5 मिनेट पछि भेटौँ फेरि म पकाउने बाबा खाने अंकल खाने यो चाहिँ अब हाम्रो हाल्ने बेला भइसकेको छ आलु जुन चाहिँ रबिनाले सेमितेर बनाएको हो हात चाहिँ त्यस्तो नघिनाउनु होला किनकि रबिनाले अघि साबुन पानीले हात धोगी अब यति हालेर चाहिँ हाम्रो यो के हो भन्दै चाहिँ पिसेको जिरा र खोर्सानीको पेस्ट यो पकाएको छ अब एक कराई रस हाल्ने रस हाल्ने नि देखाइदिनु कस्तो राम्रो कलर आयो देख्नु है खोर्सानीको यस्तो राम्रो कलर आउँछ हामी एकछिन यसलाई छोप्छौँ 5 मिनट अनि तब रस हालेर खानको लागि तयार भन्दै त अब हामी एकछिन 5 मिनट छोप्छौँ
अनि त्यसपछि निकालेर अलिकति पानी हालेर दबदबे बनाएर हामीलाई खानको लागि तयार हुन्छ। So that was it for today guys हैन यति नै थियो भिडियो कस्तो लाग्यो भिडियो हैन मन पर्यो भने लाइक कमेन्ट अनि सब्स्क्राइब ओके प्लिज गाइज अब अर्को भिडियो अब भ्लग कहिले आउँछ थाहा छैन त्यतिन्जेलसम्मको लागि बाइ बाइ भन्छ बाइ बाइ टेक केयर पीस आउट ड्याममा हान्ने